हेलो गाइस, सबैलाई स्वागत छ है। म आज एउटा भ्लग भिडियो बनाउन गइरहेको छु। भर्खरै हामीले ड्युटी कम्प्लिट गरेर चाहिँ अब रुमतर्फ जाँदैछु। हामीसँग चाहिँ साथीहरू हुनुहुन्छ होइन, हाम्रो दुईजना अब सेफहरू हुनुहुन्छ अनि हामी दुईजना चाहिँ अब है, हामी सेफ चाहिँ होइन, हामी चाहिँ यसो है काम गर्ने मान्छे हो। अनि त्यहाँबाट अब ड्युटी सकेर रुमतिर जान लाग्यो। अनि मैले 2-4 दिनदेखि एक दुईवटा भिडियोहरू जोडेर हाल्न थालेको थिएँ। अनि कतिपयले चाहिँ कमेन्ट गर्नुभएछ, कस्तो कस्तो भिडियो हालेको, किन हालेको यस्तो भन्नुभएछ। त्यो खासै मैले अब त्यस्तो बनाउनु भन्दा पनि इन्टरटेनमेन्टको लागि हल्का हँसाउने होइन, अलिकति यसो टाइम पासको लागि बनाएको हो। त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला कसैले। अब यस्तै त छ नि होइन, सबै सोसल मिडियाको जमाना छ, सबैले भिडियोहरू बनाउँछन्। कति अरूको मात्रै हेर्नु भनेर आफ्नो पनि हेरोस् न भनेर चाहिँ बनाउनु खोजेको थिएँ। डोन्ट माइन्ड एभ्रीबडी, त्यसको लागि केही छैन। हामी अब रुमतर्फ जाँदैछु। यो चाहिँ मेरो फिलिपिनी दोस्त। एभ्रिथिङ इज इज फाइन, इट्स गुड। दिस इज विल बी आवर फेसबुक भिडियो, सो आई विल एड टु माई फेसबुक। अनि यो चाहिँ पार्क हो है। जाँदा जाँदा यो बाटोमा चाहिँ यहाँनिर पार्क छ। यहाँ चाहिँ बिरालो पार्क हो है। यो चाहिँ कम छ त यो भित्र बिरालो, टन्नै बिरालो छ गाइस। हाम्रो अब नेपालमा भएको भए त अब बाँदरै देख्थ्यो होइन, यस्तो अब सानो पार्कहरूमा अथवा हाम्रो यो पशुपतितिर होइन, जता जाँदा नि बाँदरै हुन्छ भने यहाँ चाहिँ बिरालो जताततै बिरालो। नपत्याइ हेर्नुहोस् त, यहाँ एउटा बिरालो पुत्र कुदिरहेको छु। यस्तै यो यस्तो बिरालो पनि यस्तो टाइप्सको हुन्छ कि यहाँ, कालो, हरियो, पहेँलो, सेतो तालको बिरालो हुन्छ है। वाट आर डुइङ म्यान, दिस वान विल बी पोस्ट द फेसबुक। अनि यो जाँदैछु। अनि के छ त बुढो, ठिक छ नि हालखबर? अनि यसो आउँदा यता खै लाइन खै। यो चाहिँ हाम्रो रुम पार्टनर हो है, साथी हो क्या। के छ हालखबर, ठिक छ? एकदम बढिया छ, एकदम ठिक छ यार। ल बुढो, यसपालि भोट केमा हाल्यो बुढोले? घन्टी टेन घन्टी बजाऊ है। घर कहाँ हो रे? सुदूरपश्चिम कैलाली। अनि के घरमा सबैले फ्यामिलीले घन्टीमै हाल्ने रे? मेरो घरको पुरा फ्यामिली 500 जना छन्, सबैले घन्टी हो। घन्टी हो है। ए भगवान्, के हो सबैजना घन्टी भन्छ। अनि हाम्रो यहाँ पछाडि हुनुहुन्छ हाम्रो यहाँ भुवन सर। अनि के छ भुवन सर, ठिक छ नि? एकदम ठिक छ। घर कुन ठाउँ रे? दैलेख। कति टाढा हो कि उसको र आफ्नो? टाढा है। अनि के छ त अवस्था यसपालि? अब भोट चाहिँ केमा जान्छ त लागिरहेछ घर फ्यामिलीबाट? घन्टीमै हालौँला नि। ओहो, ल है गाइजहरू सुन्नुहोस्, परदेशमा बस्नुहुने दाजुभाइ सबैजनाले चाहिँ सबैले घन्टी नै रोज्नु भएको छ है। अब के हो कस्तो हो, अब घरमा उनीहरूले चाहिँ केमा भोट हाल्ने हो थाहा छैन। अब विचार गर्नुहोस् है। अब म त अब परदेशमा छु, अब यहाँबाट भोट हाल्न मिल्दैन है। भोट हाल्नेहरूले अलिक सोचेर हाल्नु होला। दायाँ बायाँ घन्टीमा हाल्नु होला साथीहरू, दायाँ बायाँ हाल्ने होइन, सबैले घन्टीमा होइन बुढा, बक्समा हाल्यो घन्टी, फेरि पाखातिर हालिदिएला है त। हामी ठ्याक्कै रुममा पनि पुग्नु लाग्यो। थ्याङ्क यू सो मच।